स्वागत छ मेरो युट्युब च्यानलमा हजुरहरूलाई हैन। धेरै दिन बादमा मैले फेरि एउटा भिडियो लिएर आउँदैछु, ब्लग भिडियो हैन। यो चाहिँ के छ भन्दा भेजिटेबल गार्डनको छ हैन। म तपाईहरुलाई देखाउँदैछु। मेहनत चाहिँ कसरी गर्नु पर्दो रहेछ हैन। तर अहिले त्यो मेहनत चाहिँ मैले निकै गरिसकेर मैले पनि चाल पाएँ, यसो गरे उस्तो हुँदो रहेछ भनेर हैन। हेर्नुस्, म तपाईहरुलाई देखाउँछु। लु हेर्नुस्, यो चाहिँ के को बोट होला हैन। सायद तपाईहरुलाई के को यो उयो होला त, सायद तपाईलाई थाहा छ कि छैन त्यो म भन्न सक्दिनँ। तपाईले कमेन्ट्स गर्नुहोस्। यो चाहिँ मैले के को चाहिँ लगाएको होला हैन। अस्ति त मैले बन्दाकोपी फुलकोपीहरु लगाएको थिएँ हैन। अब मैले यहाँ एउटा लाउँदैछु हो। यति भइसक्यो। अब फल मात्रै हुनु बाँकी छ। फुल त मेरो भइसक्यो हो। अब यसलाई उयो पनि दिनु पर्दो रहेछ हो, सपोर्ट गर्नु पर्दो रहेछ हैन। यहाँनिर चाहिँ फेरि बन्दाकोपी छ हो। यो हरियो देख्दै गर्नुभएको चाहिँ थाहा छ के हो? यो चाहिँ मुला हो है। यो चाहिँ मुला। यस्तो एरिया छ हो। यस्तो एरियामा पनि मैले सब्जी बगानमा लगाएको छु हो। ल अब यो भन्नुहोस् त, यो के को बोट होला? तपाईले कमेन्ट्स गर्नुहोस्। कसले भन्नु सक्छ यो के को बोट हो भनेर हैन। भन्नुहोस्, हजुरहरूले मेरो युट्युबमा कमेन्ट गर्नुहोस् हैन। यहाँनिर चाहिँ फेरि साग छ हो। यो चाहिँ म हजुरहरूलाई भन्दिनँ, तपाईले भन्नुहोस्। कतै भन्न सक्नुहुन्छ कि के को बोट हो भनेर हैन। तपाईहरुलाई मैले एउटा पुरस्कार राखिदिन्छु। जसले चाहिँ राम्रो भन्नु सक्छ, राम्रो नाम सठिक भन्नु सक्छ, एकैपल्टमा उहाँलाई मेरो तर्फबाट डुवर्स एन्ड हिलबक्सबाट हजुरहरूलाई पुरस्कार पाउनुहुन्छ हैन। गर्नुहोस्, कसले कमेन्ट गर्नुहोस्। लु यो पनि हेर्नुहोस्। जसले सठिक नाम भन्नुहुन्छ एकैपल्टमा हैन, उहाँलाई चाहिँ मेरो तर्फबाट एउटा सानो पुरस्कार छ हैन। अनि जसले पनि भन्नुहुन्छ उहाँले कन्ट्याक्ट नम्बरहरू हैन छोड्नुहोस्, एड्रेसहरू दिइराख्नुहोस् हैन। म उहाँकोमै घरमै गएर उहाँलाई म पुरस्कार दिएर आउँछु हैन। यो चाहिँ मेरो युट्युब च्यानलबाट हजुरहरूलाई सानो एउटा माया छ। तपाईले मलाई माया गर्नुभएको छ हैन। माया गरेर यस जग्गामा ल्याउनु भएको छ। हेर्नुहोस्, मैले कतिवटा बारी खनेर हैन यहाँ सब्जीहरू लगाएको छु हैन। पर पनि छ हो। अहिले मेरो यहाँ पानी हाल्दैछ हैन। यहाँनिर हेर्नुहोस् है। यतिको चाहिँ भएको रहेछ। सबले भन्छ होला हैन, किन चाहिँ ब्लग भिडियो आउँदैन हैन हो। सबले सोधिरहेको छ हैन मलाई। क्वेसनमाथि क्वेसन आउँदैछ, तर त्यति हो, समय नभएको कारणले गर्दा मैले ब्लग बनाउन सकेको छुइनँ। त्यसमा म हजुरलाई चाहिँ तपाईले धेरै माया गर्नुभएको छ मलाई।
यस जग्गासम्म ल्याइबक्सिनु भएको छैन तपाईँहरूले मलाई हो। अझै म राम्रो राम्रो भिडियो बनाउनु पाउनु होइन। Thank you so much for my YouTube channel, Doers and Hill Vlogs.